वेलकम ब्याक टु माई डेली ब्लग। अनि आज चाहिँ हामी स्कुल जाँदैछौँ। आज चाहिँ हाम्रो स्कुलमा स्पोर्ट छ क्या, अनि त्यो स्पोर्टमा चाहिँ हामी सामेल हुने भने क्या। अब सामेल मतलब सेलेक्ट हुन्छ होला, ट्राई गर्छु होइन सेलेक्ट हुनुको त। तर 100 मिटरमा त सेलेक्ट भइहाल्यो, तर म सर्टमा चाहिँ सक्दैन कि कुद्नु। लङ जतिसुकै होस् आरामले कुदिदिन्छु म होइन। अनि तपाईँहरू चाहिँ अहिले हेर्नुसक्छ, म अहिले यहाँ 8 नम्बर रोडमा छु। 8 नम्बर रोड पछाडि पनि हेर्नुसक्छ, 8 नम्बर रोडमा छु कि जाँदैछु। हाम्रो स्कुल चाहिँ लोथाबाडीमा छ होइन। मेरो नाम त तपाईँलाई थाहा होला, गणेश लामा भनेर। सेलिब्रेटी हो नि त म, थाहा छ तपाईँलाई। हल्का झुट हानिदिएको तपाईँहरू। अब फलो पनि गर तिमीहरू चाहिँ, खालि ब्लग मात्रै हेर्छ होइन तिमीहरू। हल्का फलोहरू पनि गर तिमीहरू। अनि तपाईँहरू चाहिँ अहिले रोडहरूको त्यो इन्जोय गर्दै गर्नुहोस्, रोडहरूको चाहिँ क्लिपहरू। ल बाई बाई। सबै गोर्खा फ्यामिलीहरूलाई चाहिँ अब एउटा बात भन्न चाहन्छु कि अब म स्कुल त पुगिसकेँ म होइन। अब ब्लग चाहिँ यतितिर समाप्त गर्नुपर्छ होला, किनकि स्कुलमा त फोन पनि युज गर्नु दिँदैन। अहिले फोन पक्रायो भने लग्छ मेरो फोन होइन। त्यही भएर ब्लग चाहिँ यहीँ समाप्त गरौँ। तपाईँहरू अर्को ब्लगमा चाहिँ इन्जोय गर्नुहोस्। जय गोर्खा।